साथी आज चाहिँ हाम्रो यात्रा चाहिँ नाममा भएको छ। नाममा चाहिँ हाम्रो भेट पासुङ दाइ छ भएको छ। पासुङ दाइ चाहिँ हाम्रो एकदम हामी चाहिँ बचाइरहेको हेऱ्यो एकदमै जिग्री दाजुभाइहरू एरिया। आज यहाँ कहाँ छौँ भने हामी 17 यतिकै ऱ्यान्डम स्टार्ट हो कि यहाँ दुईजना लाज लाग्छ मनीहरू नयाँ इन द फिल्ड। दाइ त झन् त्यति आउँदैन यहाँभित्र। अब दाइको आज फोन लिन आएको छौँ हामी। फोन चेक हाल्दैछौँ हामी चाहिँ यहाँ। यसले हाम्रो 17 प्रो लिने कि 17 प्रो म्याक्स लिने कन्फ्युज भइरहेछ दाइ। होइन त्यही त हातमा पनि छिटिक्क पनि देख्छ नि त। के साथी के लाग्छ तपाईँहरूलाई यो भिडियो आइसक्छ फेरि है। तर हातमा चाहिँ यही सुहाउँछ जस्तो लाग्छ मलाई। चिवा भन्दैछ साथीहरूलाई पनि देखेको नि त मेरो हातमा 17 प्रो म्याक्स। योबाट भ्लग बनाउनु त साथीहरू।256はないです。512もないです。プロはあります。プロは全部あります。プロなら全部あります。6800円です。やります。どうします？はい。ケースとかも大丈夫です。じゃあ携帯だけ。केस पनि सोध्दैछ अरे हामीले। केस पनि लिने हो कि भनेर। हाम्रो त छैन। 16 र 17 को मात्र रहेछ। अलि लेटेस्ट अलि लेटेस्ट यहाँ हल्ला गर्न बनाइछ सायद। यसैसम्म चाहिँ अब है लाज पनि छ बनाइदिउँ न भालै छैन। के छ र कुरा गर्दैछ दाइ चाहिँ। म चाहिँ हल्का यङको आम्मारी वाकारी चाहिँ खाना दाइजी पनि हाल्नुहोस् न। 17 प्रो चाहिँ अर्कै कलर सिल्भर कलर। कसको पऱ्यो हिजो त्यो कुहिरो नि होला। दाइले चाहिँ 17 प्रो म्याक्स लिन आएको थियो। तर साइज अलिकति ठुलो पनि लाग्यो नि त। दाइको हातमा पनि ठुलो नि हुँदो रहेछ। यो छिटिक्क हुन्छ भनेर यही लिन लाग्यो कि। यही ठिक हो नि होइन। राम्रो पनि देख्छ दाइलाई यो ठिक पनि भयो। यो ठुलो पनि देखेको कि अरेन्ज कलरमा लिन लाग्यो। चार्जर आइस स्क्यान हाल्दैछ डाकाले। सरी है डाका ध्यानमा। अस्ति हिजो कि गएर फोनमा कुरा मात्रै गरेको थियो हामी। आज डिनरलाई नि आइसक्यो दाइ। अब खाने हारै मास। हामी ठाउँको ठाउँ जोस भनेको चाहिँ यस्तो भयो। युवा जोस भनेको चाहिँ है साथी। स्पटमा हिजो मात्रै हामी कुरा गरेर बसेको। आज त दिनुपर्छ क्या हो भनेर मात्रै भनेको थियो। ल भनेको थिएँ। दाइ आइ पनि सक्नु भएको छ। अनि हामी आज 2टा भ्लग छैन क्या। राम्रो केटी छ क्या भ्लग गर्न पनि मिल्दैन। उनीहरूलाई यतिकै देखाउन पनि मिल्दैन। पैसा कमाउने स्टाइलहरू जापानिजहरू। सबैजना फोन हाल्दैछ। फाइनली फोन पनि लिएँ दाइ। एकछिन फर्किन है भनेको छ। दादा कस्तो फिल लागिरहेछ भन्नु त। है उहाँलाई कस्तो अस्तिदेखि होइन प्रो म्याक्स किन मन थियो। हिजो मात्रै कुरा गरेको फोनमा आएर दाइ झ्याममा लिइदिइहाल्यो। जोस भनेको यस्तो भयो। अन्त तपाईँलाई यो ठुलो नि हुन्छ नि होइन साथी। बोल्नु पनि गाह्रो हुन्छ। त्यो हेरेर नि चिटिक्क हातमा सुहाउँछ नि। दाइ त प्रो म्याक्स लिने भनेर आयो। तर यही यस्तो सुहाउँछ कि ठ्याक्क हातमा ठिक पनि हुन्छ नि। त्यो हातमा अड्दैन।
अब यो एक्स्ट्रा फोन अब भयो भन्दैछ डलर पनि फिर्तादियो यसले 名前もらっていいですか？名字そうですね。なんか256だとオレンジだった मैले हेर्नु पऱ्यो केही कुराहरू हेर्न त केही नै हुँदैन हेर्दाखेरि ओ माई गड यो चाहिँ एयर हो कि क्या एयर रहेछ है लास्ट चार्ज भनेको चाहिँ पुरै 25 यहाँ मलाई सोध्न लागिरहेछ के गर्नु खाने हो चाहिँ भाइ अर्को नेपालीहरू पनि ल्याएकोレシート送っても大丈夫ですか？これでお会計終わりなんですけど、質問とかありますか？紙出しましょう。紙持ってきますね。すぐ持ってきますね。डाटा लिएको हेर्छ हिजो ठ्याक्कै कुरा पनि गरेर हामी 2 मिनटमा हुँदा लिएर स्पटमा स्पट अन द स्पट यो हाम्रो केही प्लानिङ स्यानिङ होइन है स्पटमा हिजो हामी कुरा गरेको आज दिइसकेको थियो कान्छीले हेरिरहेको छ मलाई यस्तो लाज पनि लागिरहेको छ तर ल गाइस फाइनली फोन किनेर हामी चाहिँ निस्किसक्यो बाहिर चाहिँ अन द स्पट गरी स्पटमै लिइसक्यो अनबक्सिङ एकछिन चतुमाथि है चतुमाथि हामी चाहिँ अनबक्सिङ पनि हामी चाहिँ एकछिन भिडियोबाट काहीँ ननिस्किने 17 प्रो यहाँनिर ओसाकामा अब हामी ओपनिङ हान्दैछु दाइ चाहिँ कोबे बस्नुहुन्छ म नि यहाँ ओसाकै हो मधेरामा देखाएको छ कि देखिरहेछ ल अनबक्सिङ हेर्नुहोस् है साथीहरू यो त फेरि भ्लग पनि र भयो फेरि दाइले पनि झट्टाएर किनिदिइहाल्यो एकदम र भयो प्लिज योमा चाहिँ माइन्ड नगर्नु होला नेक्स्ट टाइम चाहिँ फेरि खतरा हुन्छ हाम्रो फेरि यस्तै होला ओपनिङ चाहिँ ल है तार मात्रै चाहिँ दिँदो रहेछ है ल झट्ट अब ओपन फाइनली है गाइज हिजो हामी भिडियो कलमा कुरा मात्र गरेको हिजो लिनुपर्छ है क्या मात्र भनेको दाइले आज त फेरि आइ चाहिँ फोन लिन छ भनिरह्यो आज स्पटमा आइहाल्यो हामी लिनिसक्यो ल साथी अब 2-4वटा अहिले मलाई इन्स्टाग्राम पनि फलो गर्ने है म 1-2वटा फोटो हाल्न हाल्छु ल हामी चाहिँ अहिले कहाँनिर नाम्बा ओसाकामा छौँ नाम्बा ओसाकामा पनि यहाँ तत्कालभित्र हुन्छ यहाँ प्राडा कहाँ थियो प्राडा यतै गर्दा चाहिँ त्यहाँ प्राडा पनि त्यही छ उता त्यो उता डल्सी गाउना रहेछ अब के हामी किन्दैन एकछिन सेटअप गर्छौँ है साथी हामी प्लिज वेट छ माथि बस छोडियो गाइज फाइनली लियो अब चाहिँ निस्क्यौँ हामी चाहिँ यस्तो सुन्दर छ यहाँको हाम्रो एरिया जापान चाहिँ हेरि लास्ट अब चिल पनि चिल छ अलिक होइन चिल पनि चिल छ तर यी अब यस्तै छ अब हिँड्यौँ हामी दाजुभाइ चाहिँ अब यसो एकछिन चिल हान्ने अनि अब भोलि काम पनि जानुपर्छ गाडीले लिइसक्यो ल फोटो आयो अब यो फोटो चाहिँ हेर्नु है ल बाई सायनारा त सायनारा हालिदिउँ त सायनारा